मेरो मासु धेरै नदेखाउन यार मासु धेरै छ पछि गर्दा मैले खा भए खान मन लाग्यो हेलो ह्यापी न्यू इयर लजाउनु पर्छ भार हुन्छ न्यू इयर हो नि अलिकति हाँसेर गरौँ न यार न्यू इयरमा नि अनि यस्तो निराजार जस्तो गरौँ यार ल बोयजहरु नै फर्स्ट हुनेछ है न्यू इयर 2082 को संगति हाम्रो खानापछि हल्का रमाइलो गर्दै प्रभु येशू जवानहरूबाट को दिन आयो आएन खुसीको दिन आयो छैन भोलि भन्ने
समय हो अघि बढ छैन भोलि भन्ने समय हो जति हामीले दुःख सुखमा अनि हातेमालो गर्दा हरेक परिस्थितिमा हामी एकसाथ भएर हामी हिँड्न पाउनु चाहिँ एउटा परमेश्वरको अनुग्रहको कारण हो। हालेलुया। हामी परमेश्वरलाई धन्यवाद दिनुपर्दछ। यो 81 सालमा हाम्रो जीवनमा हामी सबैसँग परमेश्वरको अनुग्रह परमेश्वरको साथ हामीसँग रहिदिनु भयो। हामी यसको निम्ति विशेष परमेश्वरलाई धन्यवाद दिनुपर्दछ र विशेष गरी अब 81 सालको नयाँ संघारमा छौँ। आज हामी पहिलो दिनमा छौँ। अब यो सालभरि 82 साललाई यो सालभरि परमेश्वरले तपाईहरुको बीचमा उहाँको अनुग्रह सदा सर्वदा राखिदिउन् भनिकन हामी प्रत्येकले प्रार्थना गर्नेछौँ र यो वर्ष हामी सबैजनाको निम्ति आशिषमय वर्ष हुन सकौँ। यो वर्ष हामी सबैजनाको निम्ति यो वर्षले तपाईहरुको जीवनमा हर्ष उल्लास सुखी खुसी सुस्वास्थ्य समृद्धि परमेश्वरले ल्याउनु भएको होस्। हालेलुया। र हामी प्रार्थना गर्नुभन्दा अगाडि एउटा वचनको खण्डलाई हेर्नेछौँ किनकि 81 सालमा हामीबाट कतिचोटि चाहेर नचाहेर व्यक्तिगत रूपमा हामी सबैले विभिन्न प्रकारले भुल गल्तीहरू हुन सक्छ। त्यो गल्तीहरूको निम्ति हामी एकचोटि परमेश्वरमा पश्चाताप सहित प्रार्थना गर्नेछौँ ताकि अबको यो 82 सालमा चाहिँ हामीबाट त्यस्तो प्रकारको कुनै पनि भुल गल्तीहरू हुन नपाउन्। हाम्रो जीवनमा परमेश्वरको आशिष प्रशस्त मात्रामा हुन सकुन् भन्ने हामी प्रार्थना गर्नेछौँ किनकि वचनले भन्दछ जसरी परमप्रभु परमेश्वरले आमोस अगमवक्ताद्वारा इजरायलहरूलाई भन्नुभए जस्तै इजरायलका घरानालाई जसरी अगमवक्ता आमोसद्वारा बोल्नु भएको थियो त्यो वचन आज हाम्रो निम्ति पनि उति नै महत्त्वपूर्ण रहेको छ। तपाईले खोल्न सक्नुहुन्छ आमोस 4:5 खोल्न सक्नुहुन्छ। यहाँ यसरी लेखिएको छ इजरायलको घरानालाई परमप्रभु येशू भन्नुहुन्छ मलाई खोज र बाँच। हालेलुया। आमेन। आज यो वचन इजरायलको घरानालाई मात्र नभइकन आज परमप्रभु परमेश्वरमाथि विश्वास गर्ने हरेक विश्वासीको निम्ति यो वचन उत्तिकै महत्त्वपूर्ण रहेको छ। हामीले परमेश्वरलाई व्यक्तिगत रूपमै खोज्नुपर्छ र हामी खोजेर आइराखेको मानिसहरू पनि हौ र अझै पनि हामी उहाँको नजिकतामा जाने छौँ किनकि विगतमा हामीबाट विभिन्न प्रकारका भुल गल्तीहरूलाई हामी समीक्षा गर्दै व्यक्तिगत रूपमा आफैले तपाईको गल्ती तपाईलाई मात्र थाहा छ, मेरो गल्ती मलाई थाहा छ, यसकारण तपाईको गल्ती मलाई भनेर मेरो गल्ती तपाईलाई भनेर हामी आफ्नै भुल गल्तीहरूलाई स्वीकारेर परमेश्वरको सामु हामी प्रार्थना गर्नेछौँ किनकि आज यो वर्षको पहिलो दिन आजको दिन यदि हामीले साँचो पश्चाताप सहित परमेश्वरमा प्रार्थना गरेर तपाईँ र म अगाडि बढ्न सक्यो भने निश्चय नै हाम्रो जीवन बाँच्नेछ र आशिषमय बन्नेछ। यसकारण अन्तिम एउटा पद पढिदिन चाहन्छु। दोस्रो कोरिन्थी 6:2 पनि यही भन्दछ। दोस्रो कोरिन्थी 6:2 यसरी भन्दछ किनभने उहाँ भन्नुहुन्छ ग्रहण योग्य समयमा मैले तिम्रो पुकारा सुने र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरे। हेर ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। हालेलुया। कति आशिषमय वचन। ग्रहण योग्य समय आज नै हो
तपाईँ र मैले मुक्ति पाउने मुक्ति विधि पनि आज नै हो। यदि तपाईँ र मैले परमेश्वरमा विगतमा गरेका गल्तीहरूलाई एकदम स्वीकारेर परमेश्वरको ग्रहणयोग्य तरिकाले पुकारा गर्यो भने उहाँले तपाईँ र मेरो पुकाराहरू सुन्ने उहाँले प्रतिज्ञा गर्नुभएको छ र त्यो समय अहिले हो, आजै हो। हालेलुया। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। यो समयमा हामी सबैले आफैले प्रार्थनामा तपाईँले परमेश्वरलाई भन्न सक्नुहुनेछ। हामी सबैजनाले प्रार्थना गरौँ। अन्तिम आमेन म आफै गरिदिनेछु। हामी सबैले तपाईँको प्रार्थना मैले सुन्नु परेन, मेरो प्रार्थना तपाईँले सुन्नु भएन। हामी आफैले तपाईँ यदि अप्ठ्यारो लाग्छ भने तपाईँले मनमा नै भए पनि परमेश्वरलाई प्रार्थना गर्न सक्नुहुन्छ। होइन तपाईँ मुख खोलेर प्रार्थना गर्नुहुन्छ भने पनि तपाईँ र मेरो प्रार्थना परमेश्वर सुन्नुहुन्छ र मेरो प्रार्थना तपाईँको निम्ति, तपाईँको प्रार्थना मेरो निम्ति होइन, परमेश्वरको निम्ति प्रार्थना गर्नेछौँ। यो साल विशेष गरी 82-81 साललाई जस्तो परिवार तपाईँहरूले हामीले पार गर्दै आयौँ। अब 82 साल चाहिँ एकदम सुवर्ण साल, आशिषमय साल हुन सकुन्। अब 81 सालमा तपाईँले मेरो बन्न नसकेको त्यो अधुरो कामहरू 82 सालको सुरुवात सँगसँगै तपाईँले मेरो त्यो कामहरू पनि पूर्ण रूपमा सफलता हुन सकुन् भनेर हामी सबैले प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। अन्तिम प्रार्थनामा आफै हामी गरिदिनेछौँ। यो खन्चु आउटोली अघि नै 2 डेक्ची खाइसक्यो तरुण। अब अन्तिममा सबभन्दा बढी खाने उद्यो रात सेतो स्वेटर। सबभन्दा थोरै खाने रातो स्वेटर। Lagi candle bela plata dal lungi candle bela plata dal मुझे यार हाँ